फेसबुकबाट पैसा कमाउने सोचिरहनु भएको छ त्यो भन्दा पहिला सोच्नुपर्ने धेरै कुराहरू म सिकाउन गइरहेको छु। यस्तो भिडियो चाहिँ तपाईले पुरै फेसबुकमा अथवा पुरै युट्युबमा पाउनु हुने छैन। यो भिडियो चाहिँ एकदम जानकारीमूलक रहेको छ। भिडियो चाहिँ पुरा हेर्नु होला। तपाईले पैसा कमाउन सोचिरहनु भएको छ, दुईटा फोटो दुईटा भिडियो हालेर करोड आइहाल्छ, मेरो खातामा एकदम फुल हुन्छ र म करोडपति हुन्छु भनेर सोचिरहनु भएको छ भने यो भिडियो चाहिँ पुरा हेर्नु होला। तपाईले चाहिँ सबैभन्दा पहिला पैसा कमाउँछु भन्ने कुरा हटाइदिनुस्। पहिला तपाईले चाहिँ सबैभन्दा सुरुमा एक नम्बरमा के सोच्नुहुन्छ भने मेरो फेसबुकको पासवर्ड के छ, एकदम राम्रो खालको पासवर्ड छ कि ह्याक हुने खालको छ कि कस्तो खालको पासवर्ड आएको छ, पासवर्ड थाहा छ कि छैन भनेर तपाईले त्यो सोच्नुहोस् र डायरीमा लेख्नुहोस् पहिलो नम्बर। र अर्को नम्बरमा रहेको छ तपाईले आफ्नो फेसबुकमा कसको नम्बर राख्नु भएको छ, फोन नम्बर, मेरो फोन नम्बर छ कि छैन अथवा हराएको फोन नम्बर छ कि अथवा कुन इमेल छ भनेर तपाईले त्यसमा तपाईले एकदम राम्रोसँग चेक गर्नुपर्ने हुन्छ। तपाईले आफ्नो फेसबुकलाई टाइट गराउनु भयो भने त्यसपछि चाहिँ तपाईले पैसा कमाउन सुरु गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले के क्याटेगोरीमा भिडियो बनाउने, मैले के गर्न सक्छु, मैले गीत गाउन सक्छु अथवा म मुक्त बन्न सक्छु अथवा म केही कुरा सिकाउन सक्छु अथवा म कमेडी गरेर मान्छेलाई हँसाउन सक्छु, के गर्न सक्छु भनेर तपाईले क्याटेगोरी छानेर काम गर्नुभयो। पहिले सुरुमै पासवर्ड छैन, तपाईसँग फोन नम्बर पनि छैन, इमेल पनि छैन, केही छैन, लातलिङ्ग छ भने तपाईले जति मेहनत गरे पनि जति कमाउन सुरु गरे पनि तपाईको फेसबुक जति बेला पनि गायब हुन सक्छ, जति बेला पनि ह्याक हुन सक्छ। त्यही भएर चाहिँ सबभन्दा पहिला तपाईले फोन नम्बर हेर्नुहोस्, त्यसपछि तपाईले आफ्नो इमेल हेर्नुहोस्, त्यसपछि आफ्नो पासवर्ड चेक गर्नुहोस्, त्यसपछि आफूले सेक्युरिटीका के समस्याहरू छ, त्यो फेसबुकमा के छ अवस्था भनेर पहिला त्यो हेर्नुहोस्। त्यसपछि चाहिँ तपाईले पैसा कमाउने सोच्नुभयो र तपाईको फलो पनि बढ्नेछ र एकदम भ्यूज पनि बढ्नेछ। दिनको 2 गुणा रातको 4 गुणाको हिसाबले तपाईको फेसबुक अगाडि बढ्नेछ। हैन तपाईले सुरुमै म पैसा कमाउने भनेर सोच्नुभयो र यो केही कुरा ख्याल गर्नु भएन भने न तपाईले पैसा कमाउन सक्नुहुन्छ न तपाई अगाडि बढ्न सक्नुहुन्छ।